सरकारको नेपाल सरकारको प्रतिनिधि भएर विश्व जनसङ्ख्या सम्मेलनमा जनसङ्ख्या र विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्र सङ्घमा गएको बेलामा मौका छोपेर एउटा हल्ला चलाइयो। त्यो हल्ला के चलाइयो भन्दाखेरि जसपा अनि एकीकृत समाजवादी मिलेर कांग्रेससँग मिलेर चाहिँ के भन्दाखेरि यो सरकार ढाल्ने भो भनेर हल्ला चलाइयो। त्यो हल्ला अत्यन्तै निराधार अत्यन्तै कपोल कल्पित हल्ला चलाइयो, जसको कुनै बेस थिएन। फलाना ठाउँ भेट्यो न कसैसँग भेटघाट हुनु छ, त्यो बेला चलाइयो। र त्यही निराधार हल्ला र अफवाहलाई कसैले चाहिँ के छ भन्दाखेरि मौका छोपेर पार्टीभित्र अब पार्टी यहाँहरूलाई थाहा छँदैछ, पार्टी महाधिवेशनमा अगाडि बढिसकेको छ। यही ज्येष्ठको 28, 29, 30 गते वीरगञ्जमा जनकपुरमा राष्ट्रिय महाधिवेशन हुँदैछ र राष्ट्रिय महाधिवेशनका प्रक्रियाहरू तीव्र गतिले अगाडि बढिरहेको बेलामा राजनीतिक रूपले वैचारिक कुराहरू भए महाधिवेशनमै राख्न सकिन्छ अनि त्यसको फाइदा चाहिँ उठाउने गरी पार्टी फुटाएको घोषणा गरे र लगेर निर्वाचन आयोगमा पार्टी दर्ता भयो भन्ने समाचार आयो। र त्यो हेर्दाखेरि त्यो पार्टी निर्वाचन सम्बन्धित ऐन, राजनीतिक दल सम्बन्धित ऐन को विपरीत ऐन चाहिँ के छ भन्दाखेरि संसदमा विचाराधीन रहेको ऐन रहेको अवस्थामा गैर कानुनी तरिकाबाट असंवैधानिक तरिकाबाट पार्टी दर्ता रातारात पार्टी दर्ता गरेको घोषणा गरे र त्यो प्रमाणपत्र दिएको यहाँले हेर्नुभएको, सायद नेपालको इतिहासमा यति छिटो प्रमाणपत्र दर्ता गरेको यो पहिलोचोटि भएको र त्यसरी गरेको। त्यसमा कुनै वैचारिक आधार छैन, सैद्धान्तिक छैन, फरक मुद्दामा फरक छैन। अब व्यक्तिगत महत्त्वाकांक्षा भन्ने हो भने संसद बनेकै छन्, मन्त्री बनेकै छन्, त्यहाँभन्दा बढी बनाउने क्षमता त हामीसँग छैन। तर पनि त्यो पनि भने भए हुन्थ्यो, कोसिस गरिदिन्थ्यौँ कि महत्त्वाकांक्षीहरूलाई महत्त्वाकांक्षा पुर्याइदिनलाई नितान्त व्यक्तिगत स्वार्थमा लागेर लोकतन्त्रलाई धरापमा पार्ने र जुन पहिचानको आन्दोलन चलिरहेका छ ती मुद्दाहरूलाई धरापमा पार्ने, मधेसका मुद्दाहरूलाई धरापमा पार्ने, सङ्घीयतालाई धरापमा पार्ने गरी चाहिँ के छ भन्दाखेरि पार्टी विभाजन गर्यौँ। किन गर्यौँ भन्दाखेरि कुनै तर्क छैन भनेर जुन घोषणा गरियो र दर्ता गरे त्यो असंवैधानिक छ। त्यसलाई हामीले कोर्टमा हामी चुनौती दिन्छौँ लिगल। र अर्को केही साथीहरू सरकारमै रहेका केही साथीहरूले, केही पार्टीका नेताहरूले चाहिँ त्यो भ्रमलाई, जुन भ्रम फैलाइएको थियो कि जसपाले सरकार ढालेर अर्को सरकार बनाउँदैछ, त्यो अत्यन्त कपोल कल्पित बेसलेस कुनै आधार नभएका प्रायोजित ढङ्गले चलाइएको अफवाह थियो। त्यस किसिमका कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन। र अब अहिले आएर जसपा यहाँहरूलाई धेरै जिज्ञासाले के गर्छ, जसपाको अहिलेको सरकारलाई यति हुँदाहुँदै पनि सरकारप्रति अहिले जसपाको निरन्तर समर्थन छ। हामीले समर्थन फिर्ता लिने कार्य गरेका छैनौँ, हाम्रो समर्थन यथावतै छ। एकताका मुद्दा उठाएका छौँ, गणतन्त्रका मुद्दा उठाएका छौँ, लडेका छौँ विगतदेखि प्राप्तिका लागि। हामीले जुन चाहिँ के पहिचानका आन्दोलनलाई अगाडि बढाइरहेका छौँ, हामीले चाहिँ के छ भन्दाखेरि समावेशिताका आन्दोलनलाई अगाडि बढाइरहेका छौँ, लोकतन्त्रलाई समावेशीको लोकतन्त्रको तर्फ अगाडि बढाएका छ। हामीले सुशासन र चाहिँ के भन्दाखेरि विकास र समृद्धिका कुरा उठाएका छौँ।
जुन परिवर्तनका मुद्दालाई हामीले अरूले छोडे पनि हामीले जुन निरन्तर दिएर अगाडि बढाइरहेका छौँ, ती परिवर्तनका मुद्दाहरू, ती मुद्दाहरूलाई निस्तेज पार्ने, समाप्त पार्ने राजनीतिक रूपले प्रहार हुन त पटक पटक पनि हुँदै आएको हो। यसपालि पनि विभिन्न चाहिँ के छ भन्दाखेरि कोणबाट भइरहेको हामीले महसुस गरेका छौँ। हाम्रो पार्टी हर अवस्थामा चाहिँ के छ भन्दाखेरि लोकतन्त्रका लागि, संघीयताका लागि, पहिचानका लागि, मधेसका मुद्दाका लागि, आदिवासी जनजातिका मुद्दाका लागि, दलित, महिला, थारू, मुस्लिम लगायतका सीमान्तकृत समुदायका अधिकारका लागि अन्तिम दमसम्म लडेको लडाइँ रहन्छ, कहिले पछाडि हट्दैन। हर परिस्थितिको सामना गर्न हामी तयार छौँ, हामी गर्छौँ र अगाडि बढ्छौँ। हामीलाई विश्वास छ। आज चाहिँ के छ भने लाखौँ पार्टीका सदस्यहरू, नेताहरू हामीसँग छन्। केन्द्रीय समितिमा 2/3 भन्दा बढी अहिले हामीसँगै छ। तपाईको चाहिँ के भन्दाखेरि कार्यकारिणी समितिमा बहुमत यहाँ बसिराख्नु नै भएको छ। अनि चाहिँ के छ भने 5-7 जना के अरे सांसदहरूलाई विभिन्न मन्त्री बनाइदिने, अनेक खन्न गरिदिने, अनेक प्रलोभन र अलिक खर्च निकै गरेको पनि त्यो खर्च गरेर भए पनि बेला पारेर 5-6 जना अनि पार्टी फुटाएँ भनेर चाहिँ के छ भन्दाखेरि जुन किसिमको प्रचार गरिँदैछ त्यसले जनाधार पाउँदैन, पार्टीको समर्थन पाउँदैन। कार्यकर्ता र नेता यस्ता भ्रममा पर्दैनन्। चाहिँ के छ भन्दाखेरि यो निश्चित छ।